आज हामी एउटा सरल तर शक्तिशाली विषयमा कुरा गर्दैछौँ, नेचुरल हिलिङ। हामी प्राय सानो समस्या हुँदा पनि तुरुन्त औषधि खोज्छौँ, तर के तपाईलाई थाहा छ? हाम्रो शरीरसँग आफैलाई निको पार्ने क्षमता हुन्छ। नेचुरल हिलिङ भनेको शरीरलाई सहयोग गर्ने प्रक्रिया हो, जबरजस्ती उपचार होइन। जस्तै, यदि तपाईँ थकित हुनुहुन्छ भने शरीरलाई आराम चाहिन्छ, औषधि होइन। प्राकृतिक उपचारका 5 आधार छन्: हावा, पानी, घाम, खाना र मन। यी 5 कुरा सन्तुलनमा राख्दा शरीर स्वस्थ रहन्छ। जस्तै, दैनिक 30 मिनेट हिँड्दा रक्त सञ्चार राम्रो हुन्छ। पर्याप्त पानी पिउँदा शरीरबाट विषाक्त पदार्थ बाहिरिन्छ। ध्यान गर्दा मानसिक तनाव घट्छ। नेपाल जस्तो देशमा प्राकृतिक स्रोतहरू प्रशस्त छन्। हामीसँग जडीबुटी, सफा हावा, प्राकृतिक खाना सबै छ, तर हामीले त्यसको प्रयोग गर्न बिर्सिरहेका छौँ। नेचुरल हिलिङ भनेको ब्याक टु बेसिक्स हो, साधारण जीवनशैलीमा फर्किनु। आजैदेखि एउटा सानो परिवर्तन गर्नुहोस्, जस्तो कि बिहान चियाभन्दा पहिले तातो पानी पिउनु। यस्ता साना कदमले ठूलो परिवर्तन ल्याउँछन्।